बुवा जानुभएको मौकामा म कान्छीजीलाई मेरो मनको सबै कुरा भनिहाल्छु। ओहो, पहिला त कान्छीजीलाई पनि कसैले मन पराउनुहुन्छ कि मैले यो कुरा बुझेर मात्र आफ्नो मनको कुरा राख्नुपर्छ। त्यसपछि कोही हुनुहुँदो रहेनछ भनेदेखि बल्ल मनको कुरा भन्नु पर्ला। सुन्नुहोस् त। हजुर। म एउटा कुरा सोध्छु है। सोध्नुहोस् न। तपाईँलाई मन पराउने कोही हुनुहुन्छ कि हुनुहुन्न? के सोध्नु भएको यस्तो? म जस्तीलाई मन पराउने पनि कोही हुन्छन् र? कस्तो मान्छे होला, यति राम्री भएर पनि कति महान सोच, रूपको अलिकति पनि घमण्ड छैन। यति राम्री मान्छेलाई कसैले मन नपराउने भन्ने पनि हुन्छ त। तर के गर्नु, मन त धेरैले पराउँदा हुन् नि, तर मेरै भाग्यमा लेख्या जस्तो छ। ओहो, तर उहाँले चाहिँ कसैलाई मन पराउनुहुन्छ कि यो पनि त मैले विचार गर्नुपर्छ। अब यही कुरा सोध्छु म। यो घस्नु पर्नेछ। त्यसो भए हजुरले चाहिँ कसैलाई मन पराउनु भएको छैन? कस्तो रूपमा मन पराउने कुरा गर्नुभयो? जीवनसाथीको रूपमा। हजुरले जीवनसाथीको रूपमा कसैलाई हेर्नु भएको छैन भनेर? छैन, त्यस्तो कोही पनि छैन। त्यसो भएदेखि हजुरको अगाडि एकजना मान्छे छ, हेर्नुहोस् त। देख्नुभयो अध्यक्ष सर,